के गर्नका तिमीहरू आम्मा कति मार्यो कस्तो यो भागो कहिल्यै लाग्दैन हो यो खसीलाई त कहिल्यै लाग्दैन खस्यो कि बोका हो। हेलो साथीहरू अहिले तपाईँ सन्चै हुनुहुन्छ होला अनि पनि एकदम सन्चै तर म त सन्चै छुइनँ है साथीहरू किनकि कत्रो घाम छ। आज मेरो काम भनेको गोठालो हो यत्रो घाम छ अनि म चाहिँ के गराएको भने यहाँ छाता पनि भेट्दिनँ बाख्रा छोडेर अब भुइँसी लिएर आएको ठोक्न अब बाख्रा हिँड्न जानु पर्यो तर यस्तो गर्नु छ। म त सन्चै छुइनँ बिमार हुन आँटिसकेको घाम ज्वरो यहाँ हुन आँटिसक्यो कत्रो तातो घाम हो यो घाम नभए पनि हुँदैन पानी नभए पनि हुँदैन के भएको यो जिन्दगीमा अनि म चाहिँ बाख्रा हिँड्न जाँदैछु साथीहरू। अनि आज मेरो के काम छ ल गोठालोमा के गर्छु ल हेर्नु न काम गरेँ म र यहाँ एउटा भुइँसी ठोकिदिएको उता एउटा गाई बाटो ठोकिदिएको यो चाहिँ ठुलो बाटो भुइँसी हो नि त त्यसैले म चाहिँ अब जाँदैछु मेरो काममा बट घाम चाहिँ धेरै छ साथीहरू। अनि म चाहिँ यहाँ आइसकेँ गोठालो बाख्रा हेर्न। यहाँ यी बाख्राहरू चाहिँ उहाँ पर छन् अनि म चाहिँ यहाँ के गर्नु दिने साथीहरू पछि घाम हेर्न मन छ धन्न यहाँ रुख छ र यहाँ मलाई शीतल भइरहेको छ आनन्द आइरहेको छ साथीहरू। अनि म चाहिँ बाख्रा हेर्न आइरहेको छु होइन अनि भाउजूहरू चाहिँ ऊ पर हुन्छ छाता गरेर बस्नु भएको होइन अनि बाख्रा भेट्नु छ नि त निजान यहाँ बस्नु परिहाल्छ अनि लास्ट नबिर्सिनु होला उहाँ पर चाहिँ बाख्रा चरिरहेका छन् अनि म चाहिँ यहाँ छु भाउजूहरू उहाँ हुनुहुन्छ होइन अनि म चाहिँ छाता ओर्नुको लागि बाख्राहरू भाङ्गहरू पनि जाँदैछु घाम धेरै छ साथीहरू धेरै घाम छ अनि यहाँ पानी पनि ल्याउनु पर्ने अहिले उहाँ हुन्छ छाता ओरेर म चाहिँ यहाँ छु बाख्राहरू यहाँ चरिरहेका छन् अनि अब गोठालोमा गएर पनि बस्ने मतलब मकैमा गयो भने मात्र धपाउने हो अनि गोठालोमा धेरै हुन्छ तर मलाई चाहिँ अल्छी लाग्छ चाहिँ बोका धेरै चोर्छ साथीहरू होइन यसलाई काटेर खानुपर्छ अनि म चाहिँ यहाँ बोका धपाउन बोकाकै खसी धपाउन गइरहेको छु होइन अनि मलाई चाहिँ तिर्खा लागिरहेको छ होइन यसलाई चाहिँ म मारि नै दिन्छु कस्तो हो यो भागो कहिल्यै लाग्दैन हो यो खसीलाई त कहिल्यै लाग्दैन खस्यो कि बोका हो। गोठालो आइसकेपछि यो आँप चाहिँ खानुपर्छ खानुहुँदैछ हजुर म चाहिँ यहाँ नुन खोर्सानीसँग आँप गरम कि गरम भाउजू राम्री हुनुहुन्छ अरे यहाँ बुढो त्यत्रो भोलि ढल्काएर पनि मान्छे यस्तरी नाच्छ नि हामीले चाहिँ मरे जस्तै गर्थ्यो भन्दै आज के मजाले खाएन बुढी पोल्छ त्यस्ता जाब भोलि त्यो चाप खानु त दाँत कुडियो मेरो पनि कोही खाँदैछ नि कोही थुक्दैछ नि पानी छैन फेरि म चाहिँ हिँडेको मेरो चाहिँ कुदेको गर्ने हो क्या साथीहरू म चाहिँ कुदेको गर्ने हो बाख्रा यहाँ आइसक्यो भाउजूहरूको होइन म चाहिँ हिँडेको गर्ने मान्छे हो साथीहरू एकचोटि बस्यो भने त नि म के आज उ त्यो आँप खाएँ भाउजूहरूसँग अनि फेरि हिँडिहालेँ मैले मात्र आँप खाएको तर अरूलाई त्यस्तो खासै खानुहुन्न क्या अरू कोही खासै खानुहुन्न म चाहिँ खान्छु पिरो भएर मरेँ म नपिरो नखाने मान्छेलाई कसले खुवाएँ नि अहिले पिरो बाख्राहरू किन आएका बाख्रा म बाख्रालाई होइन यस्तो गरी खान्छु ल आकाइ गर्छौ बस्न देऊ न क्या बस्न देऊ गर्मीमा त बस्न देऊ न मलाई सिकान आइसक्यो मेरो गर्ने उ भएर धेरै आँप खाएर ल फेरि मेरो आवाजले होइन पृथ्वी ढल्छ नि फेरि पृथ्वी ढल्छ ल अनि म चाहिँ यो चुइगम एक्लै खाना दिएको एउटा त छ दुईटी भाउजू हुन्छ अनि कसलाई दिने यतिको बाटी चाहिँ हुनुपर्छ ल म चाहिँ गोठालोमा आएर यही हो
घर आज चाहिँ भिडियो बनाउँछु भन आज मेरो फ्यामिलीहरूले पनि पुरा हेर्नुहोस् न मेरो चारतिकालाई बाख्रा हेर्न आएकोमा बाख्रा हेर्न आएको चारतिका होइन साथीहरू अनि म चाहिँ बाख्रा हेर्न आएको होइन अनि बाख्रा हेर्न आइसकेपछि चाहिँ अब बाख्रा होइन अनि म चाहिँ बाख्रा हेर्न आएको होइन अनि बाख्रा हेर्न आइसकेपछि के बाख्रै मात्रै हेर्नु यता हेर्दै अब बानको खोला भ्यू देखाउन चाहन्छु तपाईँहरूलाई कस्तो राम्रो छ म चाहिँ चढ्दैछु साथीहरू पाहाड वाउ हाम्रो कङ्खोला चराचुरुङ्गीको आवाज कस्तो खतरा छ हाम्रो नजरा विश्वको सुन्दर हाम्रो खुदियाईको कङ्खोला याहू कस्तो राम्रो गाउँ छ हाम्रो के भन्नुभएको साथीहरू के हेप्ने हामीलाई हेपेको खोलाले त बगाउँछ त तर कहिले पनि हेपेको छ हाम्रो इज अल्सो दामी खुदियाई माया छ मेरो जोगिद खुदियाई टोललाई साथीहरू यिनीहरू चाहिँ माछा मार्न आएका रहेछन् के गर्न आएका तिमीहरू आम्मा कति मार्यो खै हेरौँ पर छ हेर्न जाने जाम म त्यसो नजाम बसौँ लु माछा मार्न म हेर्छु कसरी मार्छ मलाई त आउँदैन माछा मार्न त ल यिनीहरू बसेका के गर्न बसेका राम्रो थुकेका केटाकेटीमै थुक्छ माछा मारेर हिरन यिनीहरू चाहिँ माछा मार्दैछन् अब जान्छु ल बाई गरिदेऊ लु म चाहिँ अब गएको बाख्रा हेर्न ल बाई